बिहानीको झुल्किदो घामसँगै आज घरमा थियो चियापान समारोह। चियापान समारोह हरेक शनिबार महिनाको एकपल्ट हाम्रो 5वटा परिवारमा एउटा परिवारको घरमा हुने गर्दछ। चियापान समारोहपछि हामी एकछिन होपसँग पनि खेल्यौं र त्यही चियापान समारोह सकिसकेपछि दिउँसो फेरि चियासँग ह्याप्पी खाँदै नेपाल क्रिकेट टिमलाई सपोर्ट गर्न थाल्यौं। यो गेम चाहिँ नेपाल भर्सेस स्कटल्यान्डको थियो र नेपालले एकदमै राम्रो प्रदर्शन गरिरहेको थियो। त्यो प्रहारले नेपालले आफ्नो विजय सेक्योर गरिसकेको थियो। खास 2 रन मात्र चाहिने थियो, तर यो गेममा हाम्रा खेलाडीले 6 रन हानेर एक ड्रामेटिक जित हासिल गरेको थियो। नेपाल स्कटल्यान्ड विरुद्ध त्यो पनि मात्र 2 रनको अन्तरले दुवैबाट तेस्रो भेटमा पनि नेपालले आज देखाइदियो शानदार जित। हाम्रो कप्तान रोहितले एकदम राम्रो खेलेर हामीलाई खुसी दिएका थिए। त्यसपछि म्युजिक प्रोडक्सन द ओन्ली वर्क आई नो हाम्रो भाइको नयाँ गीतलाई हामी प्रिपेयर गर्दै थियौँ। त्यसपछि विवाह गरेपछि मलमास भन्ने चिज आउँदो रहेछ, जहाँ चाहिँ बुढीलाई 1 महिना माइत छोड्नुपर्छ। त्योभन्दा अगाडि लास्ट प्ले विथ होप भनेर हामी निक्ल्यौँ लोकन्थलीमा उसलाई छोड्न आउँदाखेरि आई स एलओडी को घर। एलओडी को घर फाइनल्ली एक्सपोज भएको छ है गाइज। त्यही एक्सपोज गर्दै हामीले हाम्रो चकलेट वा मार्समेलो चेस गर्न खोज्दा बुढीले नदिएपछि हाँसी। एन्ड द बेस्ट पार्ट, Nepal won by 6 wickets. Thank you for watching. See you on next episode.